फेरि पनि नमस्कार छ सबैमा। काठमाडौँको बानेश्वर तीनकुने क्षेत्र कोटेश्वर क्षेत्रमा अहिले कर्फ्यू जारी छ। राति 10 बजेसम्म कर्फ्यू लाग्ने भनिएको छ। त्यसपछि कर्फ्यूले निरन्तरता पाउँछ या पाउँदैन त्यो अहिले नै भन्न सकिने स्थिति छैन। स्थिति शान्तिपूर्ण तरिकाले अगाडि बढ्यो भने त हट्ला, नत्र भने जारी रहन सक्छ। त्यही नजिकैको जडीबुटी प्रशोधन केन्द्र जहाँ सन्चो भन्ने औषधि उत्पादन हुन्थ्यो त्यहाँ लागेको आगो अहिले पनि नियन्त्रणमा आएको छैन र त्यहाँको महाप्रबन्धकले भनेअनुसार त्यहाँ 25 टन जति तेल छ। त्यो तेलमा पनि आगो सल्कियो भने त्यो जडीबुटी क्षेत्र नै लाई नै विनाश पुर्याउन सक्छ, धेरै ठुलो नोक्सान हुन सक्छ। अहिलेसम्म आगो नियन्त्रणमा लिने प्रयास भएको छैन भनेर भर्खरै मात्र उनले भनेको समाचारहरू बाहिर आइरहेका छन्। र दुःखलाग्दो कुरा सबैभन्दा जे नहुनु पर्ने थियो आज त्यही नै भइदियो। जनधनको क्षति भएको छ ठुलो। 2 जनाको मृत्यु भएको छ। आजको दिउँसोको आन्दोलनका क्रममा दुई पक्ष बीचको झडपका क्रममा 2 जनाको मृत्यु भएको छ। एकजना प्रदर्शनकारीको मृत्यु भएको छ भने अर्का एकजना एभिन्यूज टेलिभिजनका पत्रकारको तीनकुनेको सर्वसाधारण घरमा लगाइएको आगोमा परेर जलेर मृत्यु भएको भनेर फेरि भर्खरै समाचार आएको छ। ज्यादै दुःखलाग्दो स्थिति बन्यो आज। र दिउँसो भएको झडपमा करिब प्रहरी र प्रदर्शनकारीतर्फ 2 दर्जन जति घाइते भएको भनिएको छ। अन्यको स्थिति के कसो छ समाचारहरू बाहिर आउँदै गर्लान्, खबरहरू प्राप्त हुँदै जाला। तर दिउँसो भएको झडपले जब हिंसात्मक रूप लियो, आगजनीको रूप लियो, भाटबटेनीमा कोटेश्वरको भाटबटेनीमा बडो लुटपाट भयो। दृश्यहरू देख्दा, फोटोहरू देख्दै विदेशका एउटा युद्धग्रस्त देशमा भएका लुटपाटका घटना जस्तो छनक आउने त्यो खालको दृश्य देखियो। त्यहाँ तीनकुनेमा सर्वसाधारणको घरमा आगलागी भयो। विमानस्थल बाहिर आगलागी भएर त्यहाँ उडान नै प्रभावित भयो। धेरै बेर एकीकृत समाजवादीको पार्टी कार्यालयमा तोडफोड भयो, आगजनी भयो र अन्य दलका पार्टी कार्यालय पनि आगो लगाउने प्रयास भएको थियो। यो स्थिति किन आयो? आज दुई पक्षको जनप्रदर्शन भनिएको थियो। समाजवादी मोर्चा गणतान्त्रिक पक्षधर र अर्को चाहिँ राजावादी पक्षधर, जो दुर्गा परसाईको कमान्डमा गर्ने भनिएको प्रदर्शन थियो तीनकुनेमा। र यो तीनकुनेमा भएको राजावादीहरू, प्रदर्शनकारी र प्रहरी बीचको झडपको परिणाम हो यो अहिलेसम्म आएको। र यो स्थिति किन उत्पन्न भयो दिउँसो भन्दाखेरि दुई पक्षका आफ्नै तर्क छ। प्रशासनले भनेको छ, प्रहरीको तर्फबाट भनिएको छ, जब यो आजको राजावादी प्रदर्शनका कमान्डर भनिएका, जनकमान्डर भनिएका दुर्गा परसाई जब कार्यक्रम स्थल तीनकुनेतिर आए, उनको गाडीले सिधै बानेश्वरतर्फ निषेधित क्षेत्र तोड्न खोज्यो। सुरक्षाकर्मीहरूलाई ठेलेर पेलेर सुरक्षाकर्मीकै ज्यान जाने गरेर गाडी अगाडि बढेपछि, गाडीले सुरक्षाकर्मीको घेरा तोडेर अगाडि नै गइसकेपछि स्थिति यसरी तनावपूर्ण बन्यो र प्रदर्शनकारीमाथि अश्रु ग्यास, लाठीचार्ज, पानीका फोहराहरू फाल्नुपर्ने स्थिति आयो भनेर भनेको छ। र सामाजिक सञ्जालमा अहिले भाइरल भएको भिडियोमा पनि एउटा सेतो गाडी जो दुर्गा परसाईको भनिएको छ त्यसले सुरक्षाकर्मीलाई ठेलेर पेलेर अगाडि बढेको देखिन्छ। त्यहाँसँगै अरू उनका सहयोगी प्रदर्शनकारीहरू पनि त्यो गाडीमा बसेको देखिन्छ। र स्थिति यसरी तनावपूर्ण बन्दै गयो कि कोटेश्वर, च्यासलतिर, तीनकुनेका अन्य ठाउँहरूमा, यता उता एयरपोर्ट साइडतिर जताततै प्रदर्शनकारीहरू तितर भए र आगजनी, धरपकड र सँगसँगै यो लुटपाटका घटनाहरू पनि अगाडि देखिए। कान्तिपुर टिभी को भवनमा ढुङ्गा प्रहार भयो। अन्नपूर्ण पोस्टको भवनमा पनि ढुङ्गा प्रहार भयो। त्यहाँ पनि आगजनी भयो। यस्ता धेरै घटनाहरू छन्। स्थिति यसरी आज भड्काउपूर्ण तरिकाले अगाडि बढ्यो। यो आजको दिन यसरी अगाडि बढ्यो प्रदर्शनकारीहरूको तर्फबाट, राजावादी प्रदर्शनकारीको तर्फबाट भन्नु पर्यो। र यहाँनिर आज समाचारहरूमा र दिनभरि भएका खबरहरूमा प्रभाव पनि यही राजावादी आन्दोलनले पार्ने नै भयो, स्वत पार्ने नै भयो। जब आन्दोलन यसरी चर्कियो, हिंसात्मक भयो, आगजनी भयो, तोडफोड भयो, मान्छेको ज्यान गयो, यसरी यो आन्दोलनले चर्चा पाउनु राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा र प्रभाव पार्नु त स्वाभाविक जस्तै देखियो। अर्कोतर्फ भएको गणतान्त्रिक मोर्चाको आन्दोलन त खाले छायामा नै पर्यो। आज दिनभरका न्युज पोर्टल, टेलिभिजन, सोशल मिडियाहरूमा सबैतिर त्यो आन्दोलन छायामा परेको स्थिति आयो। के राजावादीहरूले आजको आन्दोलन यसै गरेरै अगाडि बढाउने प्लान, रणनीति नै बुनेका थिए त भन्ने एउटा प्रश्न चाहिँ उठ्यो है आज। किनभने दुर्गा परसाई जब आन्दोलन स्थल र सभा गरिने भनेको तीनकुनेतिर आउँछन्, उनको गाडी त्यहाँ रोकिएर प्रदर्शनकारीलाई सम्बोधन गर्ने सभातिर नगएर उनी सुरक्षाकर्मीहरूको घेरा तोड्नतिर लागेर अरू आन्दोलनकारीलाई पनि ल
अगाडि बढ भन्ने खालले त्यहाँ निर्देशन जारी गरेर स्थितिलाई भड्काउपूर्ण बनाएपछि के भन्न सकिने स्थिति आयो, विश्लेषण गर्न सकिने स्थिति आयो भने चाहिँ आजको आन्दोलन आमसभा गरेर आफ्ना कुराहरू राख्ने, अर्को पक्षलाई खुइलाउने, अर्को पक्षका कमजोरीहरूलाई देखाइदिने, अर्को पक्षलाई नङ्गाइदिने, आफूलाई स्थापित गराउनेतिरको रणनीति अन्तर्गत थिएन कि भनेर प्रश्न गर्ने ठाउँ चाहिँ आयो। किनकि जे चाहिएको थियो आज त्यही नै भयो कि जस्तो पनि देखिन्छ। जहाँ आन्दोलनलाई भड्काउने, हिंसात्मक बनाउने र सकेसम्म मिल्छ भने केही मान्छेहरू मराउने र आन्दोलनले गणतन्त्रवादी अहिलेका व्यवस्था पक्षधरलाई सुरुकै दिनमा दह्रो धक्का दियो है भन्ने पार्न राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमै यो खालको तयारी थियो कि भन्ने पनि देखिन्छ। यदि त्यो हो भने चाहिँ आज यी प्रदर्शनकारीहरू चाहिँ सफल भएको मान्न सकिने भयो। तथापि यसका अब परिणामहरू, बाछिटाहरू के आउँछन् आगामी दिनले देखाउला। अब यो आन्दोलन कसरी अगाडि बढ्छ, नेपालकै राजनीतिक यो तरल राजनीति कसरी अगाडि जान्छ, धुमिलिएको राजनीति कसरी संलिन्छ, अब यो त आगामी दिनले देखाउलान्। तर आजको दिनले चाहिँ संकेत गरेको यो छ। र यहाँनिर अब जोडिने कुराहरूमा त धेरै कुराहरू हुन्छ, आइरहेको छ। संयुक्त जनआन्दोलन परिचालन समितिका प्रवक्ताले प्रेस विज्ञप्ति जारी गरेर सरकारी पक्षबाट घुसपैठ भयो आन्दोलनभित्र, सर्वसाधारणका घरबाट पनि आन्दोलनकारीमाथि आक्रमण भयो र उही घुसपैठियाहरूले चाहिँ प्रहरीमाथि आक्रमण गर्न थाले र आन्दोलनलाई भड्काए भन्ने त्यतातिरको आरोप छ। यो बीचमा कट्टर राजावादी जो दलभित्र पनि आबद्ध छन् तिनीहरूले पनि उक्साए भन्ने खालका कुराहरू पनि बाहिर आइरहेका छन्। खैर त्यो भित्रका कन्स्पिरेसी थ्योरी भित्रका कुराहरू त के हुन्छन् भन्न सकिन्न, त्यो आगामी दिनमा छर्लङ्ग हुँदै जालान्, पत्ता लाग्दै जाला। तर यहाँनिर अर्को बिर्सनै नहुने कुरा के छ भने पूर्व राजालाई जसरी फर्काउनुपर्छ, संवैधानिक राज संस्था ल्याउनुपर्छ, अब पुरानै व्यवस्थातिर जानुपर्छ भन्ने आन्दोलन चलिरहेका बेलामा यही आन्दोलनको जो जनक कमान्डर भनेर हिजो घोषणा गरिएका छ, पूर्व राजालाई भेट गरेर पूर्व राजा ज्ञानेन्द्रसँग हिजो कुराकानी गरेर आएका दुर्गा परसाईको नेतृत्वमा आज जसरी आन्दोलन अगाडि बढ्यो र यो खालको परिस्थिति उत्पन्न भयो र यो जनधनको ठूलो क्षति भयो, यसको अब जिम्मा कसले लिने, एकले अर्कालाई त भन्ला, तर यसको दण्डभागी सजाय कसले पाउने र कसले जिम्मा लिनुपर्ने हो त्यो चाहिँ पछि नेपाली जनताले देखाउँदै जालान्, परिस्थितिले देखाउँदै जाला, आगामी दिनमा पनि त्यो छर्लङ्ग हुँदै जाला। तर आजको स्थिति चाहिँ यसरी उत्पन्न भयो र दुःख लाग्दो कुरा 2 जनाको निधन भएको छ र लाखौंको धनको क्षति भएको छ। केही ठाउँमा लागेको आगो अहिलेसम्म पनि नियन्त्रणमा आउन सकेको छैन। र यहाँनिर अर्को भन्दै पर्ने एउटा के देखियो भने सरकारको तर्फबाट व्यापक सुरक्षाकर्मी परिचालन त गरियो, त्यहाँनिर तयारी पनि देखियो, तर राजावादी आन्दोलनकारीहरू यो हदसम्म यो तरिकाले यो रणनीतिका साथ अगाडि आउँछन् भन्ने कुरामा चाहिँ सरकारले अनुमान गर्न सकेको देखिएन, प्रष्ट रूपमा चुकेको देखियो।